हेलो गाइज, यहाँहरूलाई स्वागत छ मेरो युट्युब च्यानल शत्रु रिएक्ट्समा। आज निखिल उप्रेतीको मोस्ट अवेटेड मुभी आचार्यको फर्स्ट लुक रिलिज भएको छ। त्यसको रिभ्यू गर्न गइरहेको छौँ। आउनुहोस् हेरौँ कस्तो हुँदो रहेछ। एकदमै राम्रो, ढिलो आयो तर एकदमै राम्रो आयो। फर्स्ट लुकले त्यति चाहिँ जज गर्न सकिँदैन र फर्स्ट लुक मलाई राम्रै लाग्यो, एकदमै राम्रो लाग्यो। भिएफएक्स, सिजिआई, सिनेमाटोग्राफी, कलर, ब्याकग्राउन्ड म्युजिक सबै एकदम पर्फेक्ट छ। पक्कै पनि यो मुभीमा केही नयाँ ट्राई गर्न खोजिरहेको छ। हेरौँ, केही दिनपछि ट्रेलर आउला, त्यो ट्रेलरको रिभ्यू गरौँला। ट्रेलर हेरिसकेपछि अझै पनि केही जान्न पाइन्छ, बुझ्न पाइन्छ मुभीमा के हुने रहेछ भनेर। सो म ट्रेलरको पनि रिभ्यू हाल्छु र मुभी चाहिँ 9 असोज यानि सेप्टेम्बर 25 को थिएटरमा रिलिज हुन गइरहेको छ। तबसम्म वेट गरौँ र हेरौँ कस्तो हुँदो रहेछ मुभी चाहिँ। अहिलेलाई यति, फेरि भेटौँला मेरो नेक्स्ट भिडियोमा। अहिलेलाई बाई।